एन्फाका कार्यकारी अध्यक्ष ललित कृष्ण श्रेष्ठको शुक्रबार निधन भएको छ। उहाँको आफ्नै निवासमा करेन्ट लागेर दुःखद निधन भएको हो। निधनपछि श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि एन्फाको क्लबमा ल्याइएको थियो। खेल जगतका खेलप्रेमीहरू लगायत सभामुख सुभाष चन्द्र नेमाङले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। श्रेष्ठ 3 स्टार क्लबका अध्यक्ष हुनुहुन्थ्यो। यो शोकमग्न घडीमा पनि त्रिभुवन विश्वविद्यालय अस्पताल, सानु बाबा शर्मा स्वास्थ्य प्रतिष्ठान र रुसलान 3 स्टार फुटबल क्लबद्वारा धर्मस्थली स्थित भूकम्प पीडितलाई सहयोगार्थक स्वरूप निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। खेल जगतमा अहिले वज्रपात परेको छ। यो दुःखद अवस्थामा पनि आफ्नो कर्तव्यलाई निरन्तरता दिँदै रुसलान 3 स्टार क्लबले दुःखमा परेका जनताको स्वास्थ्यको ख्याल गर्दै सहयोगार्थक स्वरूप भूकम्प पीडितका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हाम्रो टेलिभिजन परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।